everyday living. So hello, good morning everyone. Welcome back to my new video. फेरि पनि स्वागत छ हजुरहरूलाई आजको यो मेरो न्यू ब्लगमा। अनि त्यही हो आजको ब्लग चाहिँ बिहे ब्लग हुनेछ, तपाईँले हेर्न सक्नुहुन्छ। म अहिले कहाँ छ भने तपाईँलाई थाहा होला सायद। म चाहिँ यस्तो ठाउँमा छ। त्यही हो, म चाहिँ अघि भर्खर उठेर मुखसुख धोएर खाजासाजा खाएर यस्तो भ्लग बनाऊँ भनेर आएको। भ्लग बनाउन उयो नै छैन मसँग चाहिँ, होइन है भ्लग बनाएको ठ्याक्कै पुग्नु आएछ। त्यो अनि आजको भ्लग चाहिँ बेल भ्लग हुन्छ, तपाईँले हेर्नु होला, इन्जोय गर्नु होला। मेरो भ्लग हेरेर राम्रो लाग्यो भने लाइक कमेन्ट गर्नु होला, फलो पनि गर्नु होला। पाहाडहरू चाहिँ डेन्जर देखिरहेको छ गाइज। अनि भित्र चाहिँ ब्राउन पोल्दैछ, ब्राउन सकिसक्यो होला सायद। ब्राउन पोलेर गएर जाउँ, त्यहाँ छ सबैजना आफ्नो काममा व्यस्त छ। म पनि आफ्नो काममा व्यस्त छ। आजको भ्लग चाहिँ बिहे भ्लग हुनेछ, हेर्नु होला तपाईँहरूले अनि इन्जोय गर्नु होला। यो भ्लग चाहिँ अलि ढिलो नै आउँछ, तर पनि हेर्नु होला तपाईँहरूले। तपाईँहरूलाई भित्रतिरको हालचाल देखाउँछु। यहाँ जाऊ। हेर त आएको आँखै देखेको छैन। काम गर्दा गर्दा वाक्क लगाएर बसिरहेको छ यो चाहिँ। एकदम जान्छौँ। सो गाइस, अहिले चाहिँ हामी तलतिर जान लागेको छौँ यत्तिकै हिँड्नलाई। यहाँको बाटोहरू देख्छु तपाईँहरूलाई। यता हाम्रो बाजे हो। पाहाड चाहिँ यहाँ छेउछेउमै छ गाइस। अनि यहाँ चाहिँ डेक बजारहरू रुख छ यहाँ। तलतिर गएर राउन्ड पऱ्यो अब। अनि आज बिहेमा चाहिँ म चाहिँ कुर्ता सुगा लाउनु लागेको। कस्तो लाज लाग्ने रहेछ त्यो लाउनु, तर लाउनु पर्छ। त्यताबाट घाम निस्किन्छ होइन, त्यहाँबाट घाम निस्किन्छ त्यो डाँडाबाट। यता चाहिँ खासै गाउँ चाहिँ धेरै बाक्लो छैन, त्यही हल्का फुल्का मात्रै रहेछ गाउँ पनि। तर यता बर्ड चाहिँ लोड फल्ने रहेछ। बिहानको भ्यू डेन्जर छ पाहाडतिरको। पाहाडमा नआएको पनि टन्नै भइसक्यो थियो, त्यहाँनिर आइपुगिसक्यो। पाहाडतिर अब यस्तै हो। त्यता हेर्न सक्नुहुन्छ घरहरू कस्तो छ त्यता। अलि टाढोमा हुँदैछ घर, त्यता टाढोतिर पनि छ होला सायद। अलि राम्रोसँग भ्लग गर्छु भनेको, तर मलाई उयो जोस नै आएन। अब के कस्तो हुन्छ हेर्नु होला तपाईँले। राम्रो लाग्यो भने लाइक गर्नु होला। अनि एउटा कुरा चाहिँ यहाँ डेन्जर रहेछ, टावर पनि नआउने, नेट पनि नचल्ने। यस्तै अब मैले टिकटक पनि हाल्नै पाएन। अब के गर्नु, अब बहिनीको बिहेमा आएको। फापर पनि रोपिरहेछ, यता तोडिरहेछ। अनि त्यो फुलेको चाहिँ फापर हो। यहाँ चाहिँ एउटा घर रहेछ, केराको रुख पनि रहेछ। त्यो त डाँडातिर चढ्नु पर्ने कि। घर हेर्नु सक्नुहुन्छ तपाईँले कति डाँडामा छ। जुम त गर्नु त हुन्थ्यो, तर मैले उयो यो क्यामेरा नहल्लिने उयोबाट बनाएको थिएँ, त्यहाँबाट जुमै गर्नु नमिल्ने रहेछ। अहिलेको लागि चाहिँ यति नै। अब एकछिनमा म अन गर्छु भ्लग फेरि पनि। सो यहाँबाट चाहिँ घाम देखिने रहेछ। अघि त्यहाँ हाम्रो फुपूको घरबाट चाहिँ घामै देखिरहेको थिएन, किनभने त्यहाँ डाँडाको तलै घर थियो। त्यही भएर त्यो डाँडाले चाहिँ घाम छेकिरहेको थियो। घाम चाहिँ यता छ, फुपूको घर पनि यतै हो। त्यो डाँडाले चाहिँ छेक्ने रहेछ, त्यो डाँडाले घाम छेक्ने रहेछ।
अनि यतातिर चाहिँ ठाउँ ठाउँमा चाहिँ यस्तो बस्ने ठाउँहरू यस्तो बस्ने उयोहरू राखेको रहेछ खोइ खोइ के ल्यायो दिएको अरे मलाई त थाहा भएन सबको छ घर घरमा यहाँ पनि छ सो गाइज म खोलातिर गएर आउँछु तपाईँहरूलाई देखाउँछु खोलाको भ्यू यता छ खोला चाहिँ हल्का जुम खोला छ यहाँ चाहिँ अनि त्यो दुईजना चाहिँ उहाँ पुगिसक्यो दौडी गइरहेको छ अनि फुपू घर चाहिँ यता छ अनि खोला चाहिँ यता हामी घर जाने बाटो नि यतै हो अनि बाटो नि यतै हो अनि त्यहाँ चाहिँ उनीहरू चाहिँ पुल छ अनि हामी चाहिँ झन्के पुलमा जान लागेको बिहान बिहान कुन चाहिँको चप्पल हो कुनै गाई चप्पल चाहिँ सानो रहेछ कुनै सानो रहेछ चप्पल चाहिँ छुट्यो भने मलाई मार्छ खुट्टा दुख्ने रहेछ अहिले चप्पलले त म चाहिँ केलाई दौडेको भने यहाँहरू त भोलि यस्तो ओह्रालो छ त्यही भएर बिस्तारै हिँड्दा पनि ब्रेक लाग्दैन कि त्यही भएर सुरु दौडिन्छु म हामी चाहिँ सर्टकट लिनेछ त्यस्तो बच्चाहरूलाई पिउँ तैँले कहाँबाट लानु लागेको यहाँबाट जाने रे बाटो छ योहरू मर्छ अरे सो यी कपाल चाहिँ एकदम सानो छ खुट्टा पनि हेर्न आधी मात्रै रहेछ खुट्टा दुखिरहेको छ दौडिँदाखेरि बाटो चाहिँ यताबाट हो खासमा हामी चाहिँ यहाँबाट सर्टकट जानु लागेको तर यार यो यस्तो ठाउँतिर भ्लग बनाएर हिँड्न कस्तो खुसी लाग्ने रहेछ यार यस्तो ठाउँमा गएर कहिले भिडियो बनाउनु पर्छ सोचिरहेको थियो त्यो सोच पनि पुरा भयो सपना त के भन्नु पहाडी भेगमा आएको छ हामी गाइस सो यहाँ चाहिँ लहरा रहेको छ त्यसले चाहिँ हल्लाइरहेछ त्यो भाइले चाहिँ हल्लाइरहेछ मजाले यस्तो ठाउँमा हिँड्नु परिरहेछ हिँड्न तल सो आजको भ्लग पनि एकदम धेरै लामो हुन्छ होला माया नगर्नु होला तपाईँहरू अब लामो भ्लग हेर्दैन होला सायद तपाईँहरूले तर पनि हेर्नु होला पाहाडको भ्यूहरू अलि मजा आउँछ तपाईँहरूलाई मऱ्यो म मऱ्यो चप्पल कुन चाहिँ हो कुनी मार्छ मलाई मेरो टाउको फोर्छ गाइस हामी चाहिँ कस्तो ठाउँमा आइसक्यो गाइस फुपूको छोरीको फुपूको चप्पल मैले लगाएर हिँडिरहेको छु चप्पल चाहिँ छैन रहेछ लगाइदिएको त्यहाँबाट हल्का फुल्का ठिक हुने रहेछ भाइहरूले लड्यो भने लड्नु चाहिँ होइन यहाँ कपडा चाहिँ फोहोर हुन्छ यो हावा बाटो ल्याएर पिउले यस्तो न चप्पल राम्रो हुनु चप्पल पनि राम्रो छैन कपडा पनि यो यत्रो हर्ल्याङ्ग छ अलिकति केही भयो भने चप्पल चाहिँ फ्यालिदिन्छु म गाइस यो चप्पलले मलाई अलि डिस्टर्ब भयो कि हिँड्नै सकेन सो खाली खुट्टा अब काँटा भयो भने म मऱ्यो आइपुग्यो म चप्पल हिटो रहेछ के गर्ने यार चप्पल लिएर आउनुपर्ने रहेछ यार मैले चप्पल नलाएर गल्ती गरेँ क्या तर हेर्नु न यस्तो पाहाडहरू चाहिँ डेन्जर देखिरहेको छ कि बिहान कहाँ गयो त्योहरू खुट्टामा काँडा पस्यो यत्रो काँडा बसेछ या सो अहिले चाहिँ हामी जाँदैछ गाइस या पारमा ब्रेक लागेन गाइस कुन चाहिँको ग्याम्बलहरू पनि कता कुदिक नै जान्छ सो फाइनली खोलामा आइपुगिसक्यो गाइस हजुर कहाँ ठुलो छैन रहेछ सो गाइस यहाँ चाहिँ हामी माछा भयो भने चाहिँ माछा मार्छु ल यतातिरको माछा कस्तो हुने रहेछ तर यत्रो रहेछ सो खोलामा आइपुग्यो योहरू खोलामा पसिगयो भाइ हामी यो खोला देख्नु नहुने होइन त पक ओ बाहिर निस्कि फोटो खिचाउँ न यतातिर
पाहाडमा गएको भनेर यसो हल्का फुल्का फोटो खिच्नु कि भनेको यतातिर चाहिँ फेरि कता झर्ना पनि छ अरे तर अलि जानलाई आधी घन्टा लाग्छ अरे जङ्गलको बाटो अब के जानु अब आजै घर फर्किनु छ बिहे हेरेर त्यही भएर अनि हामी चाहिँ नफर्किने प्लानमा छ यो चप्पल चाहिँ हातमै बोक्नु पर्ला अब ल ढुङ्गातिर जम्प हान्दै यतातिरको ढुङ्गा चाहिँ डेन्जर हुन्छ गाइस मरले बाटो त्यता छ त्यहाँ जोलिङ्गे पुल छ अहिलेको लागि चाहिँ यति नै अब हामी एकछिन एक दुईवटा फोटो खिच्नु पऱ्यो त्यहाँ बाजे हेर्नु न त्यहाँ जोलिङ्गे पुलमा यो पारामा बसिरहेको छ त्यही हो हेर्न सक्नुहुन्छ यतातिरको नजारा भ्यू डेन्जर छ यतातिर ठाउँ चाहिँ तर यो सचिन कामै छैन हेर्न त्यहाँ पानीमा कसरी बसेको हेर त विजेश तँलाई पक्नु मैले बच्चा जस्तो हुनु म कस्तो चिप्लेर गुरु जस्तो थाहा बाँदर हेर्ने यो बाँदर सो अब चाहिँ हामी त्यहाँ पुल माथि जान लागेको गाइस पुल चाहिँ यहीँ छ माथि खासै लामो त छैन त्यो पनि घरमा बसेर न वाइफाई छ न के छ झ्याल लाग्छ यतातिर डुब्दै बस्नु अब यतैको मात्रै भ्लग धेरै लामो लागिसक्यो त्यही भएर भ्लग लामो हुँदैन अनि मैले ज्याकेट खोलिसकेँ गाइस जाडो हराइसक्यो अब हामी पुलमाथि जान्छौँ गाइस हेर्नु होला अहिलेको लागि फेरि यति सो फाइनली हामी यहाँ पुलमा आइसक्यो हिजो पनि चढेको थियो यो पुलमा आज पनि चढ्यो टक्क लाग्यो हेर्नु नि यहाँ ठ्याक्कै त्यही भएर घाम आइरहेछ यस्तोमा भ्लग बनाउनु आँखा चाहिँ खाने रहेछ म त गाइस यहीँ बनाउनु बहिनी कि टिकटक भ्लग योहरू कहाँ गएको त कति सानो भएपछि सो अहिलेको लागि चाहिँ यति नै हामी फोटो खिच्न लाग्यौँ सो अहिले चाहिँ हामी घर जान लाग्यो गाइस धेरै पछि भने अहिले मार्छ घरमा खोजिरह होला कहाँ गयो योहरू भनेर के हो यो यस्तो यो देखेको छ भने कमेन्टमा भन्नु होला सो त्योहरू गइसक्यो फेरि मैले हुन्छ अब सिधै बे स्टार्ट भएपछि म त ब्लग पनि स्टार्ट हुन्छ गाइज त्यही भएर अहिलेको लागि चाहिँ यति नै सो हामी त आइपुग्नु लागिसक्यो खास म एउटा कुरा भन्नको लागि आएको भ्लग एकचोटि हेर्नु होला मैले चाहिँ के कुरा भन्न लाग्यो भनेदेखि यता चाहिँ खासै चिसो त खासै नहुँदैछ हावा मात्रै चल्ने रहेछ यता चाहिँ बिहान नि चल्ने बेलुका पनि हावा चलिरहने त्यहाँबाट अनि यता बिहान बिहान अलि हुसा लाग्छ होला भनेर सोचेको त एउटै नलाग्ने रहेछ हुसा त हुसै नलाग्ने रहेछ यतातिर चाहिँ बिहान बिहान सफा यस्तो पार्टीतिर त हुसा लाग्नु पनि हुसा नलाग्ने रहेछ खालि हावा मात्रै चल्ने रहेछ अहिले हावा चलिरहेछ यहाँ चाहिँ टेकको चल्दैछ सो यहाँ चाहिँ तयारी हुँदैछ गोलीहरू सबैको लागि यहाँ गर्दा गर्दैछ बेहुलीको भाइ यहाँ छ कान्छो भाइ ऊ चाहिँ अनि बहिनी ऊ चाहिँ बहिनी हो सबजना तयारी हुँदैछ सो हामी चाहिँ अहिले यहाँ रेडी भइसक्यो कपडा सबै लगाएर खाना त आउँदैन ए ढोक्न लाग्यो यहाँ चाहिँ डिस्कस हुँदैछ गाइस मलाई कस्तो देखेको छ म बाहिर जानु पर्यो
बेहुला बेहुली चाहिँ आइसक्यो गाइस दुइटै हेर्नु कोही चाहिँ होइन देख्छ भनेर म त जुम गरेर देखाइदिन्छु सो टोलीहरू यहाँ फोटो खिच्न आइसक्यो तपाईँहरूले हेर्नु सक्नुहुन्छ यहाँ यता आउँदैछ हिरोनीहरू सो हामी चाहिँ फोटो सोटो खिचेर भ्याइसक्यो अब खाना खान जानु लागेको अङ्कल छ यहाँ मेरो सबजनाले चाहिँ हामी मजा होला जन्तीको गाडी हो सो अहिले चाहिँ हामी खाना थाप्नु जानु लागेको गाइस यो त बोल्दै बोल्दैन उसलाई देखा मात्रै भन्छ भाडा चाहिँ कहाँ छ तेरो टाउको मलाई आलु मात्रै सो अहिले चाहिँ हामी यहाँ खानाको लागि बसिसक्यो यहाँ चाहिँ निम्तो हाल्दैछ ग्यास सो यहाँ चाहिँ बिदाई गर्न लागिरहेछ सो अहिले चाहिँ हामी घर जानु लागेको यहाँ चाहिँ सामानहरू के गर्दैछ यहाँ चाहिँ अब गएको हामी त सो अहिले चाहिँ हामी घर जानु लागेको निस्किएको घर फुलमा चाहिँ चार्ज छैन त्यही हो त्यही अब घर पुगेपछि सो अहिले चाहिँ हामी हिजोको ठाउँमा आइसक्यो खदामा देखिरहेको छ यहाँ पछाडि त्यस्तो दुखेर मन लाग्थ्यो हाम्रो चाहिँ गाडी यहीँ हो धेरै खासै धेरै त हिँड्नु पर्दैन गाडी चाहिँ आउँदै होला आएको छैन रहेछ भने हिँड्दै जानुपर्छ डुब्न लागिसक्यो उदाउन लाग्यो मर्यो घरमा गएर नि कामहरू गर्नै हुन्छ एडिट गर्नुपर्ने हाल्नुपर्ने कपडा धुनुपर्ने कामै काम सो त्यही हो अहिलेको लागि यति नै सो अहिले चाहिँ हामी आइपुग्यो आइसक्यो गाइस अटोमा चढिसक्यो अब हामी घर जाँदैछौँ सो फाइनली पाहाडबाट तराईमा झऱ्यो बल्ल बल्ल घर आइपुग्यो गाइस हामी उता त्यहाँबाट हामी 4 बजेर 16 मिनटमा निस्केको यहाँ कति बज्यो 6:18 बज्यो सो आजको भ्लगलाई म यहाँ इन्ड गर्न चाहन्छु आजको लागि यति नै